यही कार्तिक 20 र 21 गते देशभर भिटामिन ए तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन हुँदैछ। यो अभियान सकिए पश्चात स्वास्थ्य संस्थाले रिपोर्ट कम्पाइल गरेर 24 गते भित्रमा अनिवार्य रूपमा डिएचएसमा इन्ट्री गरिसक्नुपर्नेछ। राष्ट्रिय भिटामिन ए अभियानको रिपोर्टिङ कसरी गर्ने भनी यो सानो भिडियो तयार पारिएको हो। यसको लागि सर्वप्रथम DHS2 को लगइन पेजमा जानुहोला। यो लगइन पेजमा आइसकेपछि तपाईको स्वास्थ्य संस्थालाई प्रदान गरिएको युजर नेम र पासवर्ड प्रयोग गरी साइन इन गर्न सक्नुहुनेछ। साइन इन गरिसके पश्चात ड्यासबोर्डमा हामी आउन सक्छौँ। ड्यासबोर्डमा आइसकेपछि एप्लिकेसनमा गएर हामी क्लिक गर्छौँ र यहाँ हामीले विभिन्न एपहरू हेर्न सक्छौँ, जसमा हामी भ्याक्सिनेसनमा जान्छौँ। भ्याक्सिनेसनमा गइसकेपछि हामी यहाँ आफ्नो स्वास्थ्य संस्था छनौट गर्दछौँ। स्वास्थ्य संस्था छनौट गरिसकेपछि हामी सेलेक्ट डाटा सेटमा सबैभन्दा तल हामीले हेर्न सक्छौँ भिटामिन ए डिवर्मिङ एन्ड मुवाक स्क्रिनिङ भनेर लेखिएको छ। हामी यसलाई छनौट गर्छौँ र त्यसपछि पिरियडमा डाटा पिरियडमा हामीले आजको मिति 20 भए तापनि यो अभियानको सन्दर्भमा पिरियडमा कार्तिक 21 गते छनौट गर्नुपर्नेछ। कार्तिक 21 गते भन्दा पहिला यसमा डाटा इन्ट्री गरे तापनि यसले लिने छैन, सेभ हुने छैन। कार्तिक 21 गते या 21 गते पश्चात 24 गते भित्र हामीले यसमा डाटा इन्ट्री गरिसकेको हुनुपर्छ र यसमा विशेष गरी हामीले भिटामिन ए खुवाइएको 6 देखि 11 महिनाको बालबालिकाको सङ्ख्या, भिटामिन ए खुवाइएको 12 देखि 59 महिनाको बालबालिकाको सङ्ख्या, त्यसैगरी भिटामिन ए क्याप्सुल प्राप्त गरेको सङ्ख्या, खर्च भएको सङ्ख्या, जुकाको औषधिको सन्दर्भमा 12 देखि 23 महिनाको बालबालिकाको सङ्ख्या, बालक र बालिका, त्यसैगरी जुकाको औषधि खुवाइएको 24 देखि 59 महिनाका बालबालिकाको सङ्ख्या, बालक र बालिका, त्यसैगरी जुकाको औषधि यहाँले प्राप्त गर्नुभएको सङ्ख्या र खर्च भएको सङ्ख्या, र त्यसैगरी यस अभियानमा हामीले गर्ने मुवाक स्क्रिनिङको रातो, पहेँलो र हरियोमा आउने सङ्ख्या बालक बालिकाको हामीले रिपोर्ट गर्नेछौँ र यसमा इन्ट्री गरिसके पश्चात यहाँ 21 गते आएपछि हामीले इन्ट्री गरे पश्चात मात्र हामीले कम्प्लिट गर्यौँ भने यो डाटा सेभ हुनेछ। होइन भने त्योभन्दा अगाडि हामीले इन्टर गर्न खोज्यो भने त्यो डाटाले चाहिँ सेभ लिँदैन, इरर देखाउँछ र सेभ हुने छैन। त्यही भएर कार्तिक 21 या सो पश्चात मात्र यसमा डाटा इन्ट्री गर्नुहोला। धन्यवाद।